Hello everyone, welcome back to my another video. फेरि पनि तपाईहरुलाई मेरो भिडियोमा अर्को भिडियोमा स्वागत छ। आज चाहिँ फ्राइडे, फेरि पनि गएको क्रुजको यात्रामा। आज चाहिँ हो दिदी एकजना भाउजूहरु चाहिँ अगाडि जानु भयो रे, अर्को भाउजू पछि पछि आउँदैछ। मेरो चाहिँ नि गाला थुप्रोले दबाई सिकाएको छ कि आया कसैले भन्छ खैनी मारेर दल्नु रे हो, अन्त कुनै के उनिउको पात दल्नु रे भन्छ, घरिघरि भन्छ भराएर चाहिँ सब दबाई गर्ने भएन भने चाहिँ म खासमा चाहिँ हस्पिटल जान्छु भनेर सोचेको थिएँ कि। अन्त मान्छेहरूले चाहिँ के को हस्पिटल गइबस्छ, दबाईहरू जुन जुन सिकाएको छ त्यो ट्राई गर्नु अरे नि त। भराएर चाहिँ म ट्राई गर्नु, किनभने सबै फैलेर यतातिर आउनु थालिसक्यो नि त हो। ए चिलाएर हेर्दै गर्नुहोस् है त, नुहाइ धुवाइ गरेर हिँडेको क्रुजको यात्रामा। कहाँ गयो भाउजू आउँदैछ। हामी चाहिँ लहरै कता गयो दिदी भाउजू भाउजूहरू काकीहरू कहाँ गएछ, कहाँ छ मान्छेहरू। ए फेरि उकालो लागेको हामी थाकेर। मैले फुपूहरू आउनु भएको छैन, गफै मिठो भइरहेको रहेछ। ग्रुपमा मेसेजहरू सुन्यो होला, सुन्यो जेरक्स गर्नुपर्छ। कहाँ गर्ने, यहाँ चाहिँ गफ हुँदो रहेछ डर लाग्दो। यहाँ चाहिँ अर्ग्यानिक चुला दामी कम त दामी छैन एसएसजी ग्रुपको आमाहरू भेट भयो भने चाहिँ यस्तो गफ हुन्छ है। गफै कडा हुन्छ, गफै पेम्बा आफूले आइदियो भनेको हामीलाई त तिमीहरू गयो भनेर। गरम आज चाहिँ अलिक शीतल छ, घाम लागेको छैन हो। गफ फेरि डल्लो परिहाल्छ। हत्तु भयो। फुल फुलेको हेर्नु, फुल फुलेको पात एउटा पनि छैन हेर्नु नि। एन्जेलियामा ठहरै हुन्छ अरे यसले चाहिँ बाख्रा, अर्कोले हुँदैन अरे। त्यो रोप्छ नि हामीले डबली पटतिर, त्यसले हुँदैन अरे, यसले चाहिँ ठहरै हुन्छ अरे बाख्रा। हो र, त्यसमा चाहिँ साह्रै च्यापच्याप हुँदैन अरे, त्यसमा चाहिँ पुरा च्यापच्याप हुन्छ अरे। हेर्नुहोस् त एउटा कुरा के को बोट रहेछ नि है। पहिला हामी सानोमा हुँदा चाहिँ नि यो चाहिँ हामीले बेगमा स्कुलको र अन्त जोमेट्री बक्समा लगाएर हिँड्थ्यौँ है। यति साह्रो मिठो गनाउँछ कि कटहर चम्पा, कटहर चम्पाको रुख पुरा फुलिरहेको रहेछ। हाम्रो चर्चमा पनि छ पर। यहाँ चाहिँ माथि बाजेको घर सुपारी हेर्नु नि। यहाँ चाहिँ फुलहरू यति बिक्न हुन्छ नि त। यहाँ चाहिँ चर्चको चाबी राख्छ, चाबी ल्याउन आएको। वाह दौडाएर त दौरा हेर्नु त फुल भो ड्याम्मै फुलेको रहेछ, ड्याम्मै। नि यो चाहिँ अर्कै कलर रहेछ फेरि, के मजाले गनायो। मक 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 कुन चाहिँ गनाएको यो? ए गनाउँदो रहेछ नि त। जानु हुँदैन ए? त्यही त कस्तो मिठो गनाउँदो रहेछ। एउटै हेर्नु नि कलर, एउटै फुलमा दुईटा कलर। किन फुलको कलर आउँछ अरे त आँखातिर। ए र कति कति बेला घोडा टेक्नु बिर्सी पठाएर म त। यहाँ चाहिँ हाम्रो मिनी दोकान अरू त के सब फिनिस भइरहेको रहेछ। अस्ति भक्कु देखेर आएको थिएँ नि त मैले। साथीभाइ बोजू र नातिनी चाहिँ उयो गर्दैछ न मिठाई। के बोकेर जाँदैछ? के लोपेको हौ? मकै हिजो सानो सानो थियो, आज यत्रो यत्रो भइगएछ। मकै टेके नानी?
लिएर आउँछ बक्कल लगाएर आऊ अन्त उयो दिन्छु खोलिदिन्छु। हेलो साथीहरू, अब म चाहिँ यहाँ देख्नुभयो मेरो सिमी पलाएको सिमी पलाएर बुटुटुटुटु भएको छ हो। अब चाहिँ यो थाङ्ना लिएर थुपारेको छु। अब थाङ्ना लाउने म चाहिँ